खै के भन्नु, यो के भएको भएको जति पढ्दै गयो, जति बुझ्दै गयो, जति अघि बढ्दै गयो त्यति कम लाग्छ। आफै जति यत्रो अब ज्ञान लियो, अब अर्को ठाउँमा गयो मभन्दा अझै उच्च देख्छु, आफू नै कम जस्तो लाग्छ। यो मलाई मात्र हो कि सबैले यस्तो हुन्छ। अहिले पनि म भिडियो बनाउँदैछु, यो पनि मलाई के भएको थाहा छैन, किन बनाउनु मन लाग्यो, आफसे आफ मनबाट आयो बनाइदिएँ। के गर्नु त अब। कुनै कुनै बेलामा अब यस्तो लाग्छ पुरा कहाँ पुगे जस्तो लाग्छ, फेरि आयो उही गति। अनि घरिघरि सबै कुरा जाने जस्तो लाग्छ, म सबै कुरालाई गर्न सक्छु जस्तो लाग्छ, फेरि आयो वास्तविकतामा त अर्कै छैन। जिन्दगी नै अचम्म लाग्छ घरिघरि, घरि मरौँ जस्तो हुन्छ होइन, घरि त बाँचौँ जस्तो हुन्छ, घरि नाचौँ, घरि गाउँ, घरि उफ्रियौँ, घरि घुमौँ, घरि रुम, घरि हाँसौँ। के हो यो, छक्क पर्छु म। तर मलाई चाहिँ 50 वर्ष, मात्रै 50 वर्ष, योभन्दा बढी बाँच्नै मन छैन। भनेर मैले भनेर हुने हो र, बाँचे त बाँच्यो नि, अब आफै मर्ने कुरो भएन, उमेर आएपछि मरिहालिन्छ। कस्ता कस्ताको मान्छे त कहाँ गए, जाँसे, के भन्नु। तर जे होस्, मान्छेको जिन्दगी विचित्रै हो। आज एउटा कुरा सोच्यो, भोलि अर्को मनपर्छ, पछि अर्को मनपर्छ। एउटा कुरामा त स्थिर रहनै सकिँदैन। ल त्यो मान्छेको एउटा स्टेज हुँदो रहेछ कि, एउटा स्टेज पुग्दाखेरि चाहिँ नयाँ कुरामा जानिसकेपछि चाहिँ त्यो चाहिँ एकदमै हो जस्तो कठोरताका साथ लागिन्छ। तर अर्को कुरा आउँछ, फेरि त्यसलाई भङ्ग गरिदिन्छ, अनि फेरि त्यसलाई पत्यायो, अनि फेरि त्यसलाई पनि भङ्ग गरिदिन्छ, अनि फेरि अर्को आउँछ, त्यसलाई पनि फेरि स्वीकार्यो, फेरि त्योभन्दा अर्को आउँछ। अनि त्यसो गर्दा के हुन्छ भन्दाखेरि मान्छेको एउटा चेतनाको स्तर बढ्दो रहेछ कि। अनि चेतनाको स्तर बढेपछि के हुन्छ भन्दाखेरि कुनै पनि कुरालाई हतपत्त विश्वास नगर्ने, बिस्तारै बिस्तारै त्यो हो कि होइन, आफ्नो आलोचना गर्ने क्षमता चाहिँ बढ्दो रहेछ, बौद्धिकता बढ्छ। र अब मान्छेले के सोच्छ, आफैले आलोचना गर्न थाल्छ, यो कुरा कस्तो हो, त्यो घुमाउँछ, त्यसको घुम्तीहरू कस्तो छ, त्यसलाई चाहिँ बुझ्ने कोसिस गर्छ र अनि मात्र त्यसलाई कठोरताको साथ लिन्छ। त्यो मान्छे भइसकेपछि गल्ती हुन्छ। किन हुन्छ भन्दाखेरि धेरै बोलेपछि गल्ती हुन्छ, जसको पनि हुन्छ, जस्तो सुकै स्पष्ट मान्छेको पनि हुन्छ। किन हुन्छ भन्दाखेरि 100% कोही पनि मान्छे सही हुन सक्दैन, कोही पनि हुनै सक्दैन 100% सही। कुनै न कुनै तरिकाले त्यसलाई कमजोर निकाल्न सकिन्छ। किनकि एउटालाई राम्रो गऱ्यो भने अर्कोलाई नराम्रो हुन्छ, नत्र त सन्तुलनै हुँदैन नि त। प्रकृतिको नियमै त्यही छ त, एउटालाई फाइदा हुने बित्तिकै अर्कोलाई नोक्सान। त्यही भएर के हुन्छ भन्दाखेरि एकचोटि मान्छेहरू कट्टरपन्थी भएर लाग्छ, त्यसबाट धोका खान्छ, त्यसपछि त्यसलाई अलिकति आफूले केही सिके जस्तो हुन्छ, तर पूर्ण सिकेको हुँदैन, थोरै सिकेको हुन्छ। त्यसपछि फेरि अर्को आउँछ, अर्कोलाई फेरि पत्याउँछ, त्यसलाई फेरि भरोसा गरेर फेरि अघि बढ्छ, तर फेरि हुँदैन, फेरि धोका खान्छ। अनि त्यसपछि फेरि अर्को कुरो सोध्छ, अनि अर्को आउँछ, त्यसपछि अलिअलि सोच्नु थाल्छ, त्यसपछि अलिअलि सोध्छ, अनि अलिअलि सोच्दाखेरि पनि त्योबाट पनि थोरै फेरि अर्को कुरा नयाँ आइहाल्छ, नयाँ कुरा आएकै गर्छ। तर के हुन्छ भन्दाखेरि मानिसको एउटा बौद्धिकता परिवर्तन हुन्छ, उसले सोध्छ कि अब चाहिँ यसरी हुँदैन, मैले आफ्नै विचार राख्नुपर्छ भन्ने चाहिँ धारणा उत्पन्न हुन्छ, र त्यसपछि चाहिँ धारणाहरू निक्लिन्छ। पहिला चाहिँ सबैभन्दा के हो, सिक्ने भनेपछि त्यो चरण भनेको कट्टरपन्थी हुने समय भनेको त्यो चाहिँ पहिला भनेको चाहिँ त्यो सिक्ने चरण हुन्छ। र सिक्ने चरणमा चाहिँ मानिसले के गर्छ भन्दाखेरि कट्टरपन्थी भएर लाग्छ, तर अन्तिममा गएर उसले विचारमा परिवर्तन पाउँछ। किन पाउँछ भन्दाखेरि उसले धोका खान्छ। धोका किन खान्छ भन्दाखेरि यो जति पनि कुरा हुन्छ परिवर्तनशील हुन्छ। परिवर्तनशील भन्नाले अब लामो समयमा परिवर्तन हुने कुराहरू हो, र परिवर्तन हुन्छ, परिवर्तन रोक्न सकिन्न, तर तरिका बदलिन्छ। त्यो जुन तरिका थियो नि त्यो तरिकालाई परिवर्तन गर्छ, र आज राम्रो भन्ने कुरा भविष्यमा राम्रो हुन्छ भन्ने छैन, भविष्यमा परिवर्तन हुन्छ, र भविष्यमा त्यो कुरा आजको राम्रो भोलि नआएको हुन्छ। किन भन्दाखेरि अब जस्तै तपाईँ आफै हेर्नुहोस्, तपाईँलाई मनपर्ने खाना खाएकै गरेर त्यो खाना मन पर्दैन नि त,
परिवर्तन चाहियो बरु तपाईँलाई तितो होस् होइन, मिठै रहोस्, तर परिवर्तन चाहिन्छ। र मिठो कुरा पनि धेरै खाएपछि तितो हुन्छ। र किनकि अब जति खान मलाई साह्रै मनपर्छ भनेर मैले त पेटभरि त खाने हो नि, त्योभन्दा बढी त खान सक्दिनँ नि त। त्यो बढी खायो भने त त्यो खाएको पनि उल्टी निक्लिन्छ होइन, त्यसले असर गर्छ नि त हामीलाई नि होइन। त्यही भएर मिठो कुरा पनि धेरै खानु पनि त्यसले आफूलाई असर गर्छ। त्यही भएर कारण के हुन्छ भन्दाखेरि जति पनि परिवर्तन हुन्छ त्यो परिवर्तन हुन एउटा स्वाभाविक हो र हुनु पनि पर्छ र सधैँभरि त्यो भइ नै रहन्छ। र परिवर्तनको कुरामा कतिलाई फाइदा गर्छ, कतिलाई घाटा पनि गर्छ। किन भन्दाखेरि यो घाटा र नोक्सान भन्ने कुरा चाहिँ जहाँ पनि हुन्छ, तर त्यसलाई लिने कुरो मान्छेहरूको भन्ने तरिका फरक होला होइन। सबल पक्ष दुर्बल पक्ष यस्तो भन्ला, त्यो भन्ने तरिका फरक हो, तर घाटा र नोक्सान नै अन्तिममा हो। किन घाटा नोक्सान भन्दाखेरि जस्तो जुन अब परिवर्तन भन्यो, परिवर्तन भन्दा के भयो भन्दाखेरि जस्तै अहिले नै लिउँ, अब चुनाव भयो के भयो होइन, त्यो म त्यता जाँदिनँ। तर के हुन्छ भन्दाखेरि अब एउटा जित्यो भने अर्कोको त पत्ता साफ भयो नि त, अर्कोको मान्छे गयो नि त होइन। अब अर्को मान्छे निक्ल्यो नि त भनेपछि उसलाई फाइदा भयो, उसले त सपोर्ट गर्छ, विरोधीले विरोध गरिहाल्छ नि होइन। भनेपछि ऊ विरोधीको त नराम्रो भयो नि त। अनि त्यो भएको कारणले के हुन्छ भन्दाखेरि एउटा राम्रो एउटा नराम्रो त्यो हुन्छ नै, त्यसलाई कहिले पनि हटाउन सकिँदैन। जो कुनै पनि व्यक्तिले हटाउन सक्दैन, 100% कुनै पनि कुरा हुनै सक्दैन। र यो यथार्थ हो, यो जीवनभरि कहिले पनि यो सफल हुन सक्दैन। र हामी आज एउटा कुरा सोचेछौँ, भोलि अर्को कुरा सोचि नै हाल्छौँ। त्यही भएर हामीले के गर्नु पऱ्यो भन्दाखेरि बोलीमा लगाम त अब लाउने कुरा आफ्नो आफ्नो कुरो हो, तर त्यसलाई सकिँदैन। किन सकिँदैन भन्दाखेरि अब हामीलाई दबाब हुन्छ, अब कोही न कोही साथीहरू हुन्छ, केही न केही परिहाल्छ, बोल्नु परिहाल्छ। सधैँ राम्रो हुन सकिँदैन। म राम्रो हुन पनि चाहन्न र अरूलाई पनि राम्रो हो पनि भन्दिनँ। अब आफू हुन्छ भने ठिक छ, अरूलाई पर्लाइदैन। तर आफ्नो चाहिँ के हो भन्दाखेरि कहिले पनि 100% सही हुन सक्दैन, 100% गलत पनि भइदिएन। जतिसुकै भन्नुहोस् 100% हुनै सक्दैन। यो 100% भन्ने कुरो चाहिँ कुनै पनि हालतमा छैन कि, कोही पनि छैन। चाहे बुद्ध होस्, चाहे जोसुकै होस् होइन, तपाईँले मानेको भगवान्हरू जेसुकै होस्, तपाईँले मान्नुहुने कुरा जति पनि छ नि, त्यो कुनै पनि हालतमा 100% सही हुनै सक्दैन। त्यसको आलोचना निक्लिन्छ र त्यसमा ढुक्क हुनुहोस् र आफ्नो कर्ममा अघि बढ्नुहोस्। र के हो भन्दाखेरि विचार भन्ने कुरा परिवर्तन भइरहेको छ र यो परिवर्तन हुने कुरा हो र हुनु पनि पर्छ। र आज राम्रो लागेको कुरा भोलि राम्रो हुन्छ भन्ने छैन, यो खराब पनि हुनसक्छ। र मानिसको बौद्धिकता बढ्दै जाँदाखेरि के हुन्छ भन्दाखेरि आफैले आफैप्रति डाउट गर्ने, शङ्का गर्ने हुँदो रहेछ। अब म धेरै जान्ने भन्नु खोजेको होइन, मलाई जति थाहा छ त्यति भन्दैछु। अहिले मैले भने त आज मेरो यस्तो विचार छ, म पछि यो विचार हेरेर थोका पनि हुनसक्छु, त्यो मेरो फ्युचरको कुरो हो। तर के भयो अहिलेको लागि त मेरो यतिको ज्ञान त मैले भने नि त होइन। भनेपछि यो के भन्दाखेरि यो मैले जति जानेछु त्यति भन्दैछु निचोड निकालेर। तर पछि गएर म योभन्दा बढी भयो भने मेरो यो ज्ञान नै लाग्छ, मलाई नराम्रो लाग्छ। जसरी म विगतमा थिएँ, त्यो विगतबाट गएर अहिले जुन स्तरमा आएँ र पछि ज्ञान लिँदै गर्दाखेरि पढ्न सक्छु। र त्यही भएको कारणले के हुन्छ भन्दाखेरि यस्तो कुराहरूमा जति पनि मैले मान्छेहरू हेरेको छु, सबैले अहिले त अब म अहिले यो स्थानबाट हेर्दाखेरि मैले मान्छेहरूलाई कति नराम्रो गरेको देख्छु होइन। उनीहरूलाई अब सिकाउनु पनि कसरी, अब सिकाऊ भने आफैलाई उसले पर्छ। बरु त्यो बेझमेला नलिने, चुपचाप बस्ने, आफ्नो बाटोमा आफू बढ्ने, अघि बढ्ने, आफ्नो काम गर्ने, चुपचाप, कसैलाई केही नसिकाउने। यदि उनीहरू आउँछ भने केही सोध्न आउँछ भने भन्ने, त्योभन्दा उपरान्त चाहिँ बाटो भएर गुरु बन्नु छोडिदिएको। मैले गुरु बनेर धेरैचोटि दुःख पाइसकेँ, गुरु बनेर काम पनि छैन। अरूलाई आलोचना त म गर्दा नि गर्दिनँ, उनीहरूले मेरो गर्छ भने छोडिदिने हो, त्यस्तो मतलब होइन। तर आफू चाहिँ अर्काको आलोचना गर्नु धेरै भइसक्यो छोडेको। यस्तो आलोचना मलाई अर्काको आलोचना गर्नु पनि मन पर्दैन, गर्नु पनि छैन र गर्ने परिस्थिति पनि नआओस्, म त्यही चाहन्छु। र तपाईँहरू पनि त्यसै गरी अघि बढ्नुहोस्। र विचार भन्ने कुरा परिवर्तन भइरहेको छ, मान्छेहरूको सोच परिवर्तन हुन्छ। मान्छेले एउटा मान्ने कुरा आज एउटालाई मान्छ, भोलि अर्कोलाई मान्छ, त्यो उनीहरूको आफ्नो धारणा हो र त्यही धारणा चाहिँ चल्नुपर्छ। र समय परिवर्तनशील छ, मानिस परिवर्तनशील छ, विचार परिवर्तनशील छ, सबै कुरा परिवर्तनशील छ। यदि परिवर्तनशील लाग्दैन भने त्यो मान्छे आफू चाहिँ परिवर्तन हुन सकेको छैन भन्ने कुरो बुझ्नुपर्ने हुन्छ। र आजलाई यति भन्दै मेरो केही शब्दहरू यही टुङ्गाउँछु। हस्त, धन्यवाद।